हेलो गाइस फेरि भन्नु होला त मैले कालो दिस भने मन नपर्ने अरे के हेलो गाइस म आज घुम्नलाई यता हाम्रो यो के पोखरी हो रे यसको नाम गुहे पोखरी हो कसम गुहे पोखरी भन्छ मलाई पनि थाहा छैन है नाम अनि तल सिद्ध पोखरी चाहिँ ऊ रहेछ के अरे एकदम रिपेयरिङ भइरहेको रहेछ त्यहाँ चाहिँ घुम्न मिलेन तपाईँहरू अहिले आउनुहुन्छ नआउनुलाई है फेरि आज हामी चाहिँ घुम्न आएको छु मेरो साथमा छ नरिन्द्र दोस्त होइन यहाँ हामी जैसा दिदी हुनुहुन्छ हामी चाहिँ गइरहेछौँ अब यहाँ घुम्छौँ यो गुहे पोखरी घुम्यौँ भने अनि हामी जान्छौँ नपुगु गुहे त्यो के नपुख है के भन्न आउन त्यो नेवारी ल्याङ्ग्वेज के हो त्यो थाहा छैन मलाई अब चाहिँ हामी दरबार स्क्वायर जान्छौँ फुटसल टुर्नामेन्ट भइरहेको रहेछ होइन यहाँ चाहिँ हामी चाहिँ भित्र छिर्छौँ अब चट्ट लाएर अब चाहिँ नाम चाहिँ के हो मलाई खासै थाहा छैन होइन यसको बारेमा तर पनि पहिला त यहाँ आइन्थ्यो तर नाम चाहिँ अझै पनि थाहा छैन के भन्छन् त्यति धेरै नलेज पनि छैन चाहिँ तर देख्न सक्नुहुन्छ एकदम कालो देखिरहेको छु अहिले म फेरि भन्नु होला त मैले कालो दिस भने अहिले चाहिँ खै किन कालो देखाइरहेको छ किन हो थाहा छैन मलाई भक्तपुरको एकदम प्रख्यात एउटा गन्तव्य रहेको छ है त्यो चाहिँ 5 तले खासमा यसको नाम ज्यादा बोले पनि भन्छ त्यो चाहिँ यो करिब चाहिँ होला 2-3 वर्ष पुरानो यो चाहिँ विदिन 6 मन्थ नपर्ने अरे क्या विदिन 6 मन्थमा चाहिँ त्यो बेला चाहिँ अब त्यत्रो अब एडभान्स बिना चाहिँ कसरी यो चाहिँ बनायो भन्ने कुरा चाहिँ अलि रहस्यमय रहेको छ ल हस् धन्यवाद हेलो गाइस आज धेरै पछि करिब 2 वर्षपछि चाहिँ हामी दुईजनाको त भेट भइरहेको थियो सुभाष भाइसँग चाहिँ करिब 2 वर्षपछि आज कहाँ भेट भइरहेको छ हाम्रो भक्तपुर 5 तले दरबारमा भेट भइरहेको छ कस्तो लागिरहेको छ सुभाष रमाइलो लागिरहेको छ म चाहिँ पोखरा बस्दा एकदम बोर भइरहेको थिएँ काठमाडौँ आएको त्यही भएर